अभी हेर्दै छौ तिमीहरू लाइक गर सब्सक्राइब गर फलो गर यति भाले बेच्न पाए तिहारमा दाजुभाइलाई मसला किन्न त पुग्छ कि भन्ने आश गरेको तिहार आइसक्यो किन्ने कोही आउँदैन को लठो लठो त आउँदैछ न यही भाले सोध्न आएको हो कि हेर्नुपर्छ त्यही जराए मर भाषा के को भाले किन्ने मान्छे आउँथ्यो पैसा तिर्नु थियो त्यही पैसा माग्न आएको होला जहाँ खाएको बेला पैसा सैसा तिर्दैन त्यसलाई आज म ढुक्क्याउँछु हेलो के छ खबर हेर जराएको गति दिउँसै धोकी सही बेलुका खाए त हुन्छ नि अब तिहारले छपक्कै छोपिसक्यो म त यसो निस्केको हो त नि त्यहाँले छपक्कै छोपी थियो बाबुको पैसा दिनु थियो है मैले साँची लिएर जाऊ है नबिर्सनी फेरि 1000 रुपियाँ तिर्नु थियो नबिर्सी लिएर जाऊ नि भोलिपर्सि दिएको छैन भनाउला नि अलिअलि खाइजाऊ क्या रे बिर्सिन्न म त कहाँ बिर्सिनी हो त राखिहाल्छु यो जाऊ बाबु जाऊ जाऊ फेरि लरेर राख्नुपर्छ के अगर हुन लाग्नु जाऊ नि तपाईँ बाटो तपाईँ ल म गएँ है ल ल बस्नु आज चाहिँ झराएर ठग्छु मैले त भसक्कै बिर्सिहालेछु नि तिहार ठुल दिदीलाई मैले भाले काटेर खुवाउनु छ म त भाले लाने हो यसलाई म लैजान्छु यो त बाबु मिल्दैन नि यो 1000 रुपियाँ तिम्रो राख्दै गर ल पछि तिर्दिन्छु म जम्मै पैसा होइन बाबु त देउताले राखेको छ अब खायो भने त मान्छे ठडै मरिहाल्छ नि यो भाले मर्छ क्या मान्छे मर्छ त होइन होइन देउताले राखेको छ बाबु यो पैसा खल्तीमा राखेर कुकुर पर घरमा छ जाऊ बाबु जाऊ म छ भाले किनेर भाले त यही छ त यो बुढीले त मलाई त यापिहालिन् म त यही भाले लाने हो तिहार दिदीलाई एक चक्को बासु त गर्नै पो छ त मैले लगो स्यालैले लगो अब दिदीलाई काटेर तिहारमा खुवाइहाल्छु नि